यो चाहिँ माछा पोखरी। थरी थरीका माछाहरू छन्। यिनीहरू एउटाको उमेर लगभग 2 वर्ष जस्तो भयो। यिनीहरू अहिले ठुलो ठुलो भइसक्यो। यति राम्रो नानी बाबुहरू होइन। यिनीहरूको लागि यस्तो गरी पानीको झरना बनाएको चाहिँ पानी कल बग्छ। अनि यिनीहरू चाहिँ त्यसमा रमाइलो गर्न त्यसको मुनि पनि छ। त्यसको मुनि यस्तो गरेर बस्छ। कोबा फिश वाला एक भिडियो है। इसको नाम चाहिँ कोबा भनेको मैले कता हो के हो भन्ने शब्द हुन्छ। यो के हो भन्ने भित्र चाहिँ माछा हो भनेर चाहिँ मान्छेले यति सानो पनि गऱ्यो भनेदेखि के गर्न सकिन्छ र सोको लागि। यो चाहिँ बिजनेस स्थलहरूमा गर्नुपर्ने हुन्छ। बिजनेस स्थलहरूमा आउने यस्तो ग्राहकहरूले घरमा नै रमाइलो पनि हुन्छ।